सुदन गुरुङ भित्र छिरेर केपी ओली भित्र छिर्छ और रमेश लेखको भित्र छिर्छ भने म तयार छु हैन म तयार छु एकदम म दमदार तयार छु म गएर तपाईको कसै शहीदहरुले न्याय पाउँछ भन्दाखेरि उहाँहरुले न्याय पाउँछ भने म तयार छु हाम्रो भाइ बहिनीहरुलाई मान्नेहरुलाई पक्रा गर्नु पर्यो भन्ने कुरा त हाम्रो हो यसै अनुसारमा जाने भन्ने हामीले त के पनि गर्नु पर्यो भन्दाखेरि चाहिँ 77 जिल्लामा जति जनालाई आएछ गएर उजुरी हान भनेर भन्नु पर्ला नि त हामीले पनि त्यसो त कति जनाले उजुरी हाल्छ होला आएको तपाईको मान्छे शहीद परिवारको मान्छेहरुले कति जनाले उजुरी हाल्छ उहाँले थिक्नु सक्छ त्यो कुरालाई पत्र पत्रिकाले सुदनको माग चाहिँ यो रहेछ प्रवेशको माग यो रहेछ भन्ने चार जनाको फरक माग भनेर लेख्नु भइरहेछ कतिले पनि सँगै थुनिनु पर्यो भन्ने कुरा हो हजुर मलाई उहाँसँग एउटै रुममा राख्दिनु पर्यो तर एउटै रुममा राख्दिनु पर्यो उहाँसँग मैले भनिहालेँ पहिला नि मैले भन्छु धेरै प्रश्न छ के मेरो भित्र भएको धेरै नै प्रश्नहरु छ अनि सँगै ठिकै छ किनभने उहाँहरुले त हत्या गर्नु भएको हो नि त्यतिखेर त बच्चाहरुलाई मार्नु भएको हो नि त त्यसमा अझैसम्म नि मैले एउटा रिग्रेट पनि देखाएको छु छानबिन समिति पनि चाहिँदैन भनेर भन्नुभयो उहाँहरुले त्यसै त्यो विधिको शासन किन मान्नु पर्यो छानबिन समिति नचाहिने संविधानको धारा चाहिँ मान्ने तपाईहरुले हैन त्यसपछि संविधान त मान्ने भनेर उहाँहरु आफै भन्ने अनि त्यसमाथि अब छानबिन समिति नमान्ने भनेर भन्नु भएर उम्किन पाउनु भयो त उहाँहरुले पाउनु भएन नि त त्यही भएर